गाइज वेलकम ब्याक माई युट्युब च्यानल। तपाईँहरूलाई मेरो च्यानलमा स्वागत छ, मेरो नयाँ ब्लगमा स्वागत छ। हामी आज हराइरहेका छौँ काठमाडौँको न्यु रोडमा, देख्न सक्नुहुन्छ। कसैले हाम्रो बाइक ठाउँ पुऱ्याइदिनु होला, तपाईँहरूलाई उचित पुरस्कार छ। बाइक राखेर पसल गएको, अब बाइकै भेटाउँदै छैन। बाइक राखेर पसल गएको, पसलबाट आउँदाखेरि बाटै भेटेन, अनि हामी अब त्यहाँ रोडसम्म पुगेर फेरि फर्किँदैछौँ। यस्तै हो गाइस। यार तर मेरो बाइक ल्याएकै भेटाउँछ क्या, मैले यस्तो बटन दाबेर टुटुट गर्छ। त्यहाँको यहाँ त के हुँदैन नि त, अब कहाँ पो छ, अब त्यहाँ टुटुट गरेर भयो त। त्यही भएर गाइस मेरोमा आउँदाखेरि बाइक चाहिँ सँगसँगै राख्नु होला भन्ने मैले सल्युसन दिन्छु होइन, सजेसन। ओके, सजेसन। अलि इङ्ग्लिस मलाई धेरै आउँछ, अब के गर्नु, यस्तै छ। बाइक भेट्ने हो कि होइन, अब हेलमेट त छ, अब हेलमेटमा त लगाएर जानु भएन गाइस। सिधै भन्नुभयो त सर, तर यार यता त यतै हो, यतै हो हामी कि उता सिधा हो? होइन, उता सिधा होइन, हामी यतैबाट हो। उता सिधा हो र उता त होइन। कस्तो भाँडाकुडी पसल थियो क्या यार भेटाउँछ। गाइस हामीलाई भेटाइदिनु हाम्रो पसल, हाम्रो बाइक यो चाहिँ हो कि जस्तो लाग्यो। हामी अब हराएको अवस्था हो। हामी सायद रातभरि पनि घुमिरहेको छौँ। के छ तपाईँको विचार, के छ भन्नु न। भेटिन्छ यार, तर लक चाहिँ लगाएर आएको हो, लक चाहिँ लगाएर आएको। यो बिल्डिङ अब कता हो, यो बिल्डिङको बिचमा छ, यताउता पारदर्शी छैन। फेरि पारदर्शी भयो भने यसो हेरिन्थ्यो, पारदर्शी पनि छैन। यतिखेर केही पाउनु होला त। अब हामी यहाँबाट हिँडिरहेछौँ। आज यदि ट्राफिकले रोक्यो भने नरोक्ने मलाई। किन ट्राफिकमा किन रोक्यो? हामीसँग सबै छ। चेकिङ बसेर छैन नि त, के छैन? मोबाइलै छैन। मोबाइल कहाँ हो? त्यही भएर मोबाइल चाहिँ राख्नु लाग्यो। अब यस्तो छ, यो मन्दिरहरू योहरू यो देख्न सक्नुहुन्छ। यतातिर आछौँ। अब यो कता हो? हो गाइस, यसलाई के श्री अर्जिमा यस्तै जस्तो लाग्यो। हो, यही बाटो होला। यो बाटो नि होइन, यस्तो नभन्नु न यार। गाइस हाम्रो बाइक हरायो, बाइक हराएकै होइन। यो बाटो कहाँ रोड आएको त। त्यसो भए हामी सिधै त्यहाँनिर सिधा कुरा, हामी हरायौँ देख्न सक्नुहुन्छ। अब हरायौँ, अब तपाईँ भेनाजु यार, मैले मेरो बुद्धिमा चल्नुपर्छ। ल म तपाईँकै बुद्धिमा चल्छु। अब स्योर म तपाईँको बुद्धिमा चल्छु। अब म सिकाउँछु तपाईँलाई। ल यार, अब तपाईँ नै सिकाउनु यार मलाई। यो बाटो त होइन, तर हामी सानो बाटो आएको थियौँ हो। अहिले हेर्नु न, फ्याक्ट्री निकालिदिन्छ तपाईँलाई। कसैले मोबाइल चोरिदियो भने त्यही पनि हराउँछ गाह्रो छ। हेलमेटले हामीले भक्कै लाएर हानिदिन्छौँ। अब यस्तो छ हाम्रो हालत, न बाइक भेटिने न बाटो भेटिने, यस्तै छ। के को लाज हो? हरायो त हरायो नि, के मतलब हो नि। मेरो बाइक हराउने हो त। मेरो त हराउने यार। भन्दैन म त्यस्तो, तर हामी भेटाइहाल्छौँ मजाक गरेको। ऊ यो बाटो हो क्या भेनाजुलाई पो को बाटो? ऊ गौरव दाइको फोन आयो, भेनाजुको फोन आयो। यस्तै हो। त्यो सानो बाटोमा हराउने जस्तो ए यो अघि देख्यो फेरि होइन, ठिक हामी
अब चाहिँ जान्छौँ। यी भाँडाकुडी पसल हो मैले भन्थेँ नि यार। भाँडाकुटी पसल तपाईँलाई एउटा मात्रै होला र यार यत्रो न्यु रोडमा अरू त बन्द भयो नि त। ल ऊ हाँस्यो पानी पर्न लाग्छ तर ठुल्ठुलो बिल्डिङहरू नगइदियो म भेटाइहाल्थेँ होइन। तर भेनाजु यो बाइक 10 लाख रसको यो भाइ केटिएम आरसी के भन्छ यसलाई? होइन एडभेन्चर एडभेन्चर बाइक यहीँ त रहेछ नि। तर तपाईँ मेरो बुद्धिमा चल्नुपर्छ क्या भेनाजु यार। कस्तो तपाईँ मेरो बुद्धिमा चल्नु न। फाइनली हामी पुग्यौँ है बाइक भएको ठाउँमा। गाइडहरू फाइनली पुग्यो बाइक लगाइ हामी मिररबाट फाइनली बाइक भेटाएर निक्लिसकेका छौँ। यो बिचको बाटो देख्न सक्नुहुन्छ। यस्तो भिड छ कि यो बाटो अब के हाम्रो सालाजी अब अगाडि हिँडिराख्नु भएको छ 220मा। बाइकमा हिँडिराख्नु भएको छ। तर यो बाटो न्यु रोडमा आउन चाहिँ मजा है। तर न्यु रोडबाट निक्लिन चाहिँ एकदम गाह्रो रहेछ गाइड। यस्तो पातलो बाटो। आज टिभी किन्न आइदिएर होइन, टिभी किन्न आएको। टिभी त किनियो, बाइक राखेको एक ठाउँमा, हामी निक्लिन सकेनौँ बाहिर होइन। ओ राजाजी हिँड्नु न यता सिधै यता हिँड्नु क्या हत्तेरी त। यस्तो त छ गाइड। हामी अब बाहिर के निक्लिन सकिएला भन्ने मेरो अनुमान त छ। सिधै हामी यता सट अब निक्लिन सकिएला कि त गाइड। एक ठाउँ त निक्लिएला नि भन्ने मेरो धारा सोचै छ। एक ठाउँमा पनि म अवश्य निक्लिन्छु। निक्लिन्छु भन्ने त हो। अब हिँड्न त हिँड्ने गाइड है। अब कहाँ चाहिँ पुग्यो भन्ने कुरो केही ठेगान पाइएन। ट्राफिक नियमको पालना गरौँ। हजुर यता सिधै जाम अब अगाडि। हजुर आउनु त आइयो गाइस। अब निक्लिँदै पो कता हो। तपाईँकोमा रेनकोट छ कि नै? रेनकोट छ कि नै? हेर्नु न त रेनकोट ओर्नु पर्यो यार। हेर्ने
रेनकोट हेर्ने हो होइन छैन छिटो जाम ल त यस्तै हो गाइस पानी धेरै पर्यो अब म मोबाइल अफ गर्छु मोबाइल भिज्यो यार म भित्र राख्छु यार छिटो जाम त्यतिर परेर क्या मोबाइल भिज्यो